Hello, hi. Hi everyone. Welcome to my new vlog, new video. तपाईहरुले आज चाहिँ हामी चाहिँ यो मर्स्याङ खोला भन्ने ठाउँमा आएको छु है गाइसहरु। खोला चाहिँ खतरा परिरहेछ, पुललाई भेटिरहेछ है खोलाले चाहिँ। हेर्नु होला। हामी जाँदैछौँ। आइपुग्नु लाग्यो है। खोला चाहिँ उही तलकै हो है। जाँदैछौँ गाइसहरु। पुल माथि नै पानी छ, तलको हामीले यस्तो फलको हान्छ कि यस्तो हेर्नु होला गाइजहरू, हेर्नु यस्तो छ पानी यस्तो है। यहाँ त पुरै खेल्नु त्यो माथि चाहिँ बन्दैछ होइन, यो चाहिँ अब मैले भनिसक्दा रहेछ माथि तर टाइम लाग्छ, यो चाहिँ 1-2 सालै लाग्छ होला यो बन्नु लागि चाहिँ। अनि यो माथि चाहिँ होला कि माथि गएर अनि यहाँ माथि होइन बनाउने हुन्छ यसलाई चाहिँ जस्ट पानी चाहिँ अहिले यतिको छ है। बर्खामा चाहिँ यो पुलभन्दा माथि आउँछ है गाइसहरु, एक पुलभन्दा माथि आउँछ। पानी खतरा छ। खतरा छ यो पानी खतरा। यो पुल भयो भने यहाँ पानी यो पुल चाहिँ भत्किँदैन है, पर छ। अनि यो ब्याक साइड भयो, यो हो होइन, यो ब्याक साइड यस्तो छ गाइसहरु। यो ठाउँमा चाहिँ यो चाहिँ मर्स्याङ खोला है गाइसहरु, मेघालयको मर्स्याङ खोला चाहिँ होइन राख्छ। यो चाहिँ ठुलो छ है, पर पानी आउँछ खोला आउँछ। अहिले के हुन्छ भने पछि यो माथि यो माथिको भन्दा पनि माथि यता माथि पऱ्यो फलको हालेको हेर्नु न गाइसहरु, यस्तो छ हेर्नु। त्यसमा त मान्छे नै भेट्यो भने त उडै लान्छ हौ गाइसहरु। के यस्तो छ आमामा, घाम लागेको फेरि कस्तो हौ, घाम लागिरहेछ गाइसहरु। यही पुलभन्दा माथि छ यो पानी, मान्छे तर्नु दिन्छ हेर्नु चाहिँ। हेर्नु यस्तो छ, हामी तर्दैछौँ। फोटो खिच्ने होइन अरे कहिले मेला फोटो खिच्ने भने होइन र होइन ल खिच्ने कहाँ होइन। खुट्टा झार्नु होइन, बेलुका यो त यहाँ होइन। अनि एउटा यहाँ चाहिँ हामी चाहिँ एउटा सेल्फी हानेर जाँदैछौँ गाइसहरु हो। यहाँ बस्नु उनलाई छुनु लागेको छ हेर्नु त गाइसहरु होला। यो बर्खा त यो पुलभन्दा माथि हुन्छ, पुलभन्दा माथि हुन्छ है गाइसहरु। यहाँ अब हल्का सेल्फी हालेर जाने हो। माथि देखेको त्यहाँ माथि पुल बन्दैछ, त्यो माथिबाट बन्छ होइन, धेरै ठुलो हुन्छ तर
टाइम त लाग्छ होला, त्यो साह्रै लाग्छ होला यो टाइम बनाउनु होइन। ठुलो फुल भन्दैछ अहिले सानो भयो यो बर्खा त अब हुँदैन, यो सिजनमा हिँड्नु लागि मात्रै हो, हिउँदतिर हिँड्नु लागि मात्रै हो, त्यसको लागि बनाएको। बर्खाको लागि त यो त यो ढुङ्गाहरू देख्नु भएको छ नि, त्यो पुरा माथिसम्म कति पुरा बस्छ माथिसम्म यो पाहाडीको त्यो माथिसम्म जान्छ क्या नाइला पछि बर्खा त्यहाँ माथिसम्म त्यहाँ माथि यो पुल त कहाँ हो कहाँ गाइस। ल मेरो भिडियोलाई मनपर्छ भने सब्सक्राइब गर्नु नबिर्सिनु होला, लाइक कमेन्ट र बेल आइकन थिच्नु नबिर्सिनु होला, सेयर पनि गरिदिनु होला। म पनि तपाईँहरूको म्याचमा मेरो लागेको भिडियो लिएर आउने नै छु। यति भन्दै तपाईँहरूलाई अहिले बिदा माग्न चाहे। ओके बाई बाई, नेक्स्ट भिडियोमा भेटौँला।